फाइनली गाइस हेर्नुहोस् हामी यसरी बलुवा निकाल्छु यो मामा र माइजू हो होइन हाम्रो बलुवा चाहिँ यो हो यसले निकालेको यो बहिनी हो होइन यो मेरो दिदी हो चटनी नाम रचना हो नाम हामी चटनी स्क्याभेन्डर भन्छौँ यो मेरो चाहिँ होइन एक्स हो होइन एक्स पनि सँगै आउँछ यो भनेको हसमुख चौधरी हो नाम चाहिँ हसमुख हो होइन चिन्ता चिन्ता भन्छ दाईको नाम चाहिँ सुमन हो तर हामी चाहिँ इकु दाई भनेर सिकाउँछौँ होइन हामी त गाइज तर होइन इकु सिकु नभनौँ मेरो दाई हो होइन मेरो चिकुडी दाई हो मलाई के गर्दा नि सपोर्ट गर्ने दाई हो होइन मेरो दाईको चाहिँ होइन बिर्तामोडमा ग्यारेज छ होइन गाइज बिर्तामोडमा छ यो चिसो ल्याइदिनु भएको बिर्तामोडमा बाइकको ग्यारेज छ होइन र गाडी बाइक साइक एक्सिडेन्ट भयो भने दम भयो भने गाइज भन्नु होला बाइक ग्यारेज छ प्लास्टिकको लिङ्क गर्नुहुन्छ होइन
हो र सन्ध्या भाइ कस्तो छ हौ मिठै छ यो बुनेको नाम चाहिँ सन्ध्या तर सबले ट्याम्पू ट्याम्पू भन्ने जिस्काउँछ है गाइज यो बुइनीलाई गाइज हेर्नुहोस् अघिदेखि यो बुइनीको लागि भएर चाहिँ यो चाहिँ मेरो दिदी हो तर यसलाई रचना नाम हो चटनी चटनी भन्छ गाइज फाइनली गाइज त्यही भन्छ होइन ल गाइज यति नै हो होइन मैले चाहिँ अहिले मेरो फेस रिभिल गर्ने किनभने गाइज मैले च्यात्तको लुगा लगाइरहेको छु होइन त्यही भएर मैले रिभिल गर्ने हेर्नुहोस् गाइज अब हाम्रो खानेकुरा अब हामी खान्छौँ यो पोको लगाइ यति नै हो यो भाइले चुप लागेर बस्छ भन्नुहुँदैछ होइन यसलाई के गर्नुपर्ने गाइज कमेन्टमा भनिदिनु होला है मार्नु पर्यो भने मार्दिनु हो क्या गाइज कमेन्टमा भन्नु होला है गाइज ल गाइज यति नै हो आलुको चटनी र गाइजको धुवामा पोलेको होइन धुवामा पोलेको भन्दा नि गाइज आगोमा पोलेको त्यो रापमा होइन आलु अनि यो भनेको यो गाइज यो लसुनको पत्ता अनि एउटा चाउचाउ अघि मेरो दाइले ल्याइदिनु भएको थियो होइन अनि पियाज सियाज ल्याएको छ मेरो दाइले पहिलेदेखि ल्याएको हो सबजना खाइराख्नु भएको छ मात्रै हेर्नुहुन्छ होला गाइस तपाईँ भिडियोमा तर पियाज छ होइन आलुको अचार छ होइन त्यो आगोमा पोलेको अनि त्यो के भन्छ लसुनको पाता अनि रम्पम छ गाइस होइन यो भनेको मेरो बहिनी यो भनेको मेरो एक्स यो भनेको मेरो दाइ यो भनेको मेरो दिदी होइन गाइस यति हो गाइस अब के गर्नु भिडियो गर्दा चाहिँ मेरो फेस रिभिल भएन यो चोटिको भिडियोमा होइन र गाइस अब सबै समाप्त भएला मैले फेस रिभिल गरेर दिने नै छु होइन मेरो बहिनीलाई चाहिँ सकेसम्म गाइस एकजनाले मलाई होइन कन्ट्याक्ट गरिदिनु होला होइन र मेरो कुनै भिडियोमा एउटा भिडियोमा नम्बर आइरहेको छ एउटा बजु हराएको भिडियोमा होइन त्यतिखेर यो बहिनीलाई चाहिँ कतिलाई लान चाहनुहुन्छ भने गाइस नम्बर गरिदिनु होला म तपाईँलाई कन्ट्याक्ट गरिदिन्छु गाइस मेरो बहिनी भनेको सब केटाले मेरो बहिनीलाई धोका दिएको हो क्या हो गाइस र केमा होइन के दिनुपर्छ म दिन्छु भने गाइस तर मेरो बहिनीलाई लान चाहनुहुन्छ भने कन्ट्याक्ट गर्नु होला नम्बर छोडिदिनु होला मेरो आइडीमा यति नै है यो चाहिँ मान्छे होइन सोध्नुहुँदैछ हेर्नुहोस् मान्छे के गर्नुहुँदैछ तपाईँ तपाईँले के सोधेको सोध्दिन नभन्ने गाइस नभन्ने अरे मै भनिदिन्छु होइन ढुङ्गा सोधिराख्नु भएको त भाइजो अब घर जाने अनि के गर्ने अब बल्ल चाल्ने अनि मामा भेट्न जाने भनेको होइन नजाने ए ल अब यहाँ हेर्नुहोस् गाइस मेरो समीर भाइले के खानुहुँदैछ म हेराइदिन्छु ल म पनि खाइदिन्छु नि गाइस अब त मेरो समीर भाइले के खानुहुँदैछ म सबै खाइदिन्छु नि गाइस हेर्नुहोस् तरकारी भुजा अरे होइन गाइस हामी त चौधरी हो कि होइन दिदी चौधरीबाट भनिदिनु भयो तरकारी भुजा अरे होइन समीर भाइ नेपाली बोल्न आउँछ नि के खाएको त मैले हेरेर भन्न दर्शकहरूलाई भन्नु पर्यो नि त भाइ यस and this is a kobi झोल यही नपलाएको छ धेरै नबोल्नु अनि साजिला
6 मा रोल नम्बर कति छ फाइनल गाइज म चाहिँ होइन साजिलाल पढ्दाखेरि मेरो चाहिँ 21 थियो भाइको चाहिँ 28 रहेछ होइन अनि 18 पनि छ है मेरो गाइज 6 मा हुँदा 18 थियो होइन 7 मा 18 थियो अनि 8 मा चाहिँ 21 थियो गाइज भाइको चाहिँ कति छ अरे भाइ हेर्नु यहाँ बलुवा एकटिप पनि निकालिसक्नु भएको छैन भाइको मम्मीले यो मेरो दिदी हो दिदीले एकटिप बलुवा निकाल्नु भएको छ र भाइले ढुङ्गा टिप्नु भएको होइन र गाइज मेरो दाउरा यहाँनिर थियो होइन मेरो दाउरा भाइको फेरि मेरो यो चाहिँ दिदी अनि फेरि भाइको बुवा चाहिँ मेरो दाजु हो क्या अब भाउजू भन्नु मिलेन मेरो दिदीलाई दिदी नै भन्नु पऱ्यो दाइलाई दाइ नै भन्नु पऱ्यो हो कि नै दिदी हो नि होइन हो अरे गाइज ऊ चौधरी हो होइन म चौधरी हो होइन गाइज त्यही भएर हामी चाहिँ चौधरी इस्ता हामी रक होइन अब हाम्रो मान्छेले यहाँ भात निकाल्नु भएको छ यहाँ भात केही राख्नु भएको माइजो आलु कोपी सिम्बोको अचार भाउजूलाई अचार निकालिसक्नु भएको छ होइन गाइज होइन र अब भाइले पनि भाइ तरकारी पकाएर आयो ऊ अचार आयो गाइज गुन्द्रुक थोरै म पनि चाख्ने छु कस्तो छ यो गुन्द्रुक होइन यो गुन्द्रुक अमिलो छ कि छैन म पनि चाख्ने नै छु गाइज होइन थोरै अब मेरो चाहिँ भ्लग आउँदैन नि हातको गाइज बलुवा निकालेको गुन्द्रुक अमिलो ल भाइ होइन सक्नुभयो होला भुजा सकिसक्यो हेर्नु यहाँनिर मेरो बुइनी ओपर राख्दिनु क्या मेरो एउटै बुइनी हो तर ओपर राख्दिनु होइन हाम्रो बाजे हो ओभर बाजेले यहाँबाट निकाल्नु भन्दैछ नि यता बलुवा छ नि तर यताबाट निकाल्नु भन्दैछ अलिकति बुझिदिनु क्या बाजे बाजे यता यता बाजे नबोल्ने अरे तर गाइज हेर्नु यहाँनिर चाहिँ बालु छैन कि यहाँबाट निकाल भन्दैछ तर हामी चाहिँ यताबाट निकाल्ने क्या यहाँ दिएन भने हामी उता जाने हो क्या गाइज होइन गाइज दिस इज अ कोक अहिलेसम्म कसैले खाएको छैन होइन अब हामी खाने हो अब मेरो बुनी खाने लु बुनी खाइदे त बुनी एकचोटि खाइदिएन कस्तो लाग्छ कस्तो छ भन्दैन रक्सी पिसाक्छ भन्दैन भन्दैन हौ के पनि हुँदैन कोक त हो त रक्सी हो र ल त्यो रक्सी मिसाएको छ कि छैन छैन अरे माया मिसाएको अरे मेरो दाइले ल्याइदिएको होइन होइन मेरो घरमा चाहिँ लोकल रक्सी पाइन्छ स्पेसल मेरो दोकान सुकिसकेको छ र मेरो घरमा स्पेसल रक्सी यो कोक पनि राख्छौँ हामी अहिले कोक छैन गाइज होइन अब चाहिँ हाम्रोमा लोकल रक्सी स्पेसल रक्सी हुन्छ तपाईँहरूलाई चाहियो भने आउनुहोस् होइन खुवाइको रक्सी खाएपछि यो कोक मिसाएर खानुपर्छ होइन कडक हुन्छ यो खुट्टा यो छ मेरो एक्सै गाइज मेरो एक्स फेरि मेरो बुढी चाहिँ होइन मेरो गाइज एक्स हो क्या एक्स हो क्या एक्स यो मेरो दिदीको बच्चाको आमा भन्नेवाली छोरीले आजकल गाइज बच्चा जन्माउनु थालिसकेको छ गाइज ल गाइज यति नै आजको मेरो ब्लग होइन अब घर जाँदाखेरिको ब्लग हुनेछ घर जाँदाखेरिको भिडियो मिक्सिङ गर्छु गएको भिडियो खिच्छु र घर पुगेसम्म चाहिँ मिक्सिङ गर्छु होइन मेरो आजको फेस चाहिँ रिभिल हुने नै छ सकेसम्म म लास्टसम्ममा फेस रिभिल गर्ने नै छु गाइज होइन अहिलेको लागि चाहिँ यति नै हो अब पानीमा छिरेपछि चाहिँ म एउटा भिडियो खिच्ने छु गाइज र घर जाँदाखेरिको एउटा भिडियो खिच्ने छु है गाइज ढुङ्गा मिलाउँदैछ है गाइज हेर्नुहोस् यहाँ ढुङ्गा मिलाइ हुँदैछ
दुईजनाले निकालेको है गाइस यसले र यसले निकालेको यहाँ हेर्नुहोस् भएको जस्तै दुईजना पार्टनर निकालेको आइसक्यो अरे गाइस हैन यो बुइनीलाई हैन कसैले अब बिहे गर्न चाहनुहुन्छ नि गर्नु होला है यसले बिहे गर्ने अरे यो बुइनीलाई है गाइस यो बुइनीलाई हैन यसले बिहे गर्ने अरे यसको नाम चाहिँ डगी अरे क्या डगीले यसलाई बिहे गर्ने अरे हैन गाइस अब हामी चाहिँ घर जाँदैछौँ हैन हाम्रो बलुवा चलाइ चाहिँ यसरी हुन्छ गाइस हैन हेर्नुहोस् बलुवा चाल्ने तरिका निकाल्ने तरिका अघि देखाएको है चाल्ने तरिका यो हो गिटी फ्याल्ने तरिका नि है गाइस हेर्नुहोस् बलुवा फाल्ने गिटी बलुवा चाल्ने फ्याल्ने गिटी यसरी र गाडी लोडिङ गाडी चलाउँछ ट्र्याक्टर पानी पर्ने बेलामा मेरो फ्रेस रिभ्यू हुन्छ गाइस धेरै लङ भिडियो हुन्छ 18 मिनेट त हुन्छ 20 मिनेटसम्म हुन्छ गाइस कटिङ हान्नुपर्छ ठाउँमा गाइस अहिले गएको दिन हो अब बाटोमा भन्ने नै छु उही हान्नुहोस् गाइस आलो भालु आलो चुकेपछि चाहिँ सेतो क्या भालु हो ए बुझ्नु मेरो भालु सुन्दर रहेछ भालु भनेको भालु अरे ल गाइस हेर्ने नै छु बाटोमा